बिहाली एक्जामको स्टुडेन्टहरूको ब्याग हजुर यहाँ ब्याग राखेर आउनु पर्यो नि त हैन। हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। आज चाहिँ म सदाझै उपस्थित भइसकेँ, तर धेरै दिनको पछाडि 8-9 दिनको पछाडि उपस्थित भएको छु साथीहरू। आज सानो भ्लग बनाउँ भन्दैछु, किनभने आज चाहिँ हाम्रो 81 सालको चाहिँ लास्ट स्कुल स्टार्ट हो भनेपछि सरी 81 सालको चाहिँ हाम्रो लास्ट पढाइ भनौँ आज एक दिन हो। अनि त्यसपछि भोलिबाट एक्जाम छ, अनि त्यस पछाडि यसपालिको पढाइ हाम्रो सिद्धियो साथीहरू हैन। अनि अब अर्को 82 सालबाट स्टार्ट हुन्छ हैन। यो सालमा चाहिँ अब हाम्रो कम्प्लिट भयो भनौँ। अनि आज लास्ट दिन हाम्रो पढाउने चाहिँ अब आजबाट चाहिँ उनीहरू नानी बाबुहरू क्लास अपडेट भएर माथिल्लो क्लासमा जान्छन् होइन साथीहरू। अनि त्यही छ। अनि आज म लास्ट दिन तपाईँहरूलाई देखाउँछु, हेर्दै गर्नुहोला के गर्छु। अनि भोलिबाट चाहिँ हाम्रो एक्जाम छ, आज लास्ट दिन हो। ल त है साथीहरू, हेर्दै गर्नुहोला। बाई बाई। म चाहिँ निस्केँ साथीहरू, अब जाँदैछु स्कुल। आज कस्तो डिस्टर्ब भएको यतापट्टि घर बनाउँदैछ, ड्याङ 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 गरेको आवाज आइरहेछ साथीहरू, हेर्दै गर्नुहोला। म चाहिँ स्कुल जाँदैछु। फुर्सदै छैन अहिले, त्यही भएर भ्लग पनि नआइरहेछ। अलिकति अस्वास्थ्यको कारणले मैले मुकबाङ भिडियोहरू पनि ल्याउन सकिनँ। त्यसको लागि चाहिँ क्षमा दिनुहोला भन्दै म चाहिँ भ्लग बनाउँदै जाँदैछु स्कुल। आज चाहिँ के आएर बस्यो आँखामा घुस्नु परेछ। पुगेपछि म देखाउँछु ल। बिहाली एक्जामको स्टुडेन्टहरूको ब्याग हजुर यहाँ ब्याग राखेर आउनु पर्यो नि त हैन। साथीहरू, अनि म चाहिँ क्लासमा पनि आइसकेँ, उता बोलाइसक्नु भयो। सबैजनाले भिडियो टिभी हेर्दै हुनुहुन्छ है। ल अहिले चाहिँ लन्च टाइम पछाडि टिभी हेर्ने टाइम भइरहेछ। नानी बाबुहरूको टिभी हेर्दै हुनुहुन्छ होइन त सिस्टिना हो। के हेर्नु भएको तपाईँहरूले? टिभी हेर्नु भएको हो? ल ल ल, कस्तो ह्याप्पी भएको त स्टार पाएर हो। किन पाएको तपाईँहरूले? गुड बोय भएर हो। ल ल ल ल, बाई बाई गरिदिनु नि त टिचरलाई। ल साथीहरू, म चाहिँ अहिले स्कुलबाट आएर पनि यसो होइन ड्रेस चेन्ज गरेर खाजासाजा पनि खाइसकेँ होइन। अनि साथीहरू, अनि मैले अब सबै स्कुलको भिडियो क्लिपहरू त हाल्नु मिल्दैन नि त। मैले अलिअलि मात्रै हालेको छु। अब गरेको कामहरू त्यस्तो अरू सबै हाल्न चाहिँ मिल्दैन होइन। अनि त्यही भएर मैले हालिनँ, अलिअलि चाहिँ हाल्दैछु। अनि स्कुलबाट आएर अहिले ड्रेस चेन्ज गरेर अब बेलुकाको भनौँ न खाजासाजा खाइवरी अनि बेलुकाको खाना रेडी गर्नुपर्ने हुन्छ। अनि त्यही भएर चाहिँ
तर मलाई सन्चो पनि छैन, टाउको दुखिरहेछ अनि दाँत पनि दुखिरहेछ साथीहरू, त्यही भएर भनेर हेर्दै गर्नु होला। सन्चो नभएको कारणले गर्दा मैले भ्लग बनाउन नसकेको साथीहरू। मैले चाहिँ यहाँ हेर्नु त बेलुका तर्काको लागि आलु अनि बकुलाहरू केलाहरू ठिक्क बनाइरहेको छु होइन। अनि त्यस पछाडि यता छ धनियाँ प्याजहरू गोलबडा खाना बसाइरहेको छु। अनि त्यस पछाडि यहाँ छ रोटीको लागि पनि पिठो माटो ठिक्क बनाइरहेको छु साथीहरू होइन। अनि अब हेर्दै गर्नु होला। मुकबाङ भिडियो चाहिँ मेरो खासमा के भनेदेखि साथीहरू किन नआएको भनेदेखि यहाँ दाँत चाहिँ एकदम किराले खाएको छ कि, अनि त्यो दुखेर एकदमै होइन कति दिन भयो चपाउनै भएको छैन। त्यही भएर यतिपट्टि पाटै पुरै दुख्या जस्तो हुन्छ। अनि त्यही भएर मुकबाङ भिडियो पनि बनाउन सकेन अनि भ्लगहरू पनि बनाउन सकेन साथीहरू। त्यसको लागि माफ गरिदिनु होला। म कन्टिन्यू भ्लग चाहिँ बनाउने नै छु होइन। अनि अहिले पनि कस्तो ज्वरो आए जस्तो भएर चाहिँ यसले गर्दा दुखेर त मुनितिर सुन्निएर होइन। अनि कस्तो गाह्रो भइरहेछ। अब स्कुल बिदा भएपछि चाहिँ त्यो उखालेर फ्यालिदिनु पऱ्यो साथीहरू। अनि त्यो पछाडि सन्चो हुन्छ होला। र त साथीहरू मेरो भिडियो हेर्दै गर्नु होला। अनि यदि मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। कस्तो दुख्या छ दाँत त साथीहरू। यहाँ बोल्नै भएको छैन आज, सन्चो पनि छैन, चपाउनै हुँदैन। अनि मुकबाङ गर्न नि अप्ठ्यारो के, त्यही भएर मुकबाङ भिडियो नै आएको छैन। र भिडियो चाहिँ हेरिदिनु होला है। अब भ्लग त बनाउनै पर्यो नि त होइन। अनि बनाएन भने पनि फेरि राम्रो हुँदैन। अनि माया चाहिँ गरिदिनु होला ल साथीहरू। अनि कमेन्ट बक्समा कमेन्ट पनि गर्नु न, कस्तो खालको भ्लगहरू बनाउनु, कस्तो भिडियो बनाउनु होइन। तपाईँहरूले कमेन्ट गर्नु होला। अनि म बनाउने कोसिस गर्छु ल साथीहरू। के बनाउने पनि थाहा नै हुँदैन होइन भ्लग पनि। अनि त्यही भएर ल त साथीहरू हेर्दै गर्नु होला। र म चाहिँ खानासानाहरू पनि बनाउनु पर्ने हुन्छ साथीहरू, हेर्दै गर्नु ल। म तपाईँहरूसँग गफ गर्दै रोटी चाहिँ बेल्नु पऱ्यो कि तपाईँहरूसँग पनि रोटी चाहिँ बेल्छु म साथीहरू। अब रोटी चाहिँ ठुल्ठुलै बनाउँछु। ल म बेल्न थालेँ साथीहरू, हेर्नु ल। रोटी चाहिँ अलिक साह्रो बेल्नुपर्छ। अनि यहाँ पिठो छिटो पनि केही लाउनु पर्दैन। मेरो हस्बेन्ड चाहिँ प्रायः बेलुका खालि रोटी नै खानुहुन्छ कि साथीहरू, सधैँ बनाउनु पर्ने हुन्छ। त्यही भएर ल साथीहरू एउटा चाहिँ बेलिसकेँ हेर्नु त। साथीहरू मैले दुईवटा चाहिँ बेलिसकेँ रोटी है त। यता बेलेर राखेको छु दुईवटा चाहिँ। आज चाहिँ आलु बकुला मटर कोसा छ। अनि त्यसमै ग्रेभी बनाउँछु। अनि त्यस पछाडि अन्डा फ्राई गर्छु साथीहरू। आजको मेरो चाहिँ खाना त्यति नै हुन्छ। रोटी त साथीहरू म त ठुल्ठुलो बनाउँछु, हेर्नु त यत्रो हुन्छ मेरो रोटी त। हेर्नु त टेन्टाडेन। ल बेलिसक्छु। अनि त्यस पछाडि पकाउन थाल्छु साथीहरू, हेर्दै गर्नु होला ल। दाँत दुखेर मर्न लागेको छु कि बोल्नु नि भएको छैन।
दोब्रियो पो हौ साथीहरू रोटी त मैले बेलेको मात्रै देखाएको छु ल साथीहरू हेर्नु ल हजुरहरूलाई साथीहरू रोटी त मेरो भयङ्कर ठुलो हुन्छ नि ल साथीहरू हेर्दै गर्नु होला बाई बाई साथीहरू दुईवटा चाहिँ रोटी पनि पाकिसक्यो है अब रोटी पनि पकाउँदैछु हेरेर कत्रो कत्रो रोटी छ है साथीहरू अहिले चाहिँ अब हाम्रो खाना पनि सबै रेडी भइसक्यो रोटी पनि सबै पाकिसक्यो तरकारी अन्डा अनि हामी त खान्छौँ कस्तो लाग्छ कमेन्ट गर्नु होला बाई बाई